टुक्क मुजी भिडियो भएर हुन्छ यार से मेरो बलात्कार भइहाल्यो नि यार मैले भिडियो गरेर निस्क्या जस्तो लाग्यो ल अब त्यो क्लिप आइरहन्छ भने फेरि मेरो अब यहाँ बलात्कार खोकेर हो त्यहाँ नआयो भने यहाँ अब मेरो स्टोरेजै फुल भयो जस्तो लाग्यो मलाई नत्र मेरो मोबाइल मैले भिडियो अन गरेर राख्छु जस्तो लाग्छ अब स्टोरेज फुल भएर छ भने घर गएर एभ्रिथिङ आई हेभ टु डिलिट माई भिडियोज एन्ड कम टुमोरो ब्याक योर पुट योर फाइल विल बी द ट्र्याक तर अब मेरो भाइको सबै बिग्रेछ भने मसिनोबाट सक बनाउनु पनि यार अब किन भन्दाखेरि अब गाउँको बाटो एकदम खत्ती छ अहिले देखिहाल्छ होइन लास्टै नै खत्ती सकेर गइहाल्छ यति गाह्रो छ केटा हो बाइक चलाउन पनि भन्न मात्रै सजिलो हो होइन एरिया एमपिसी भन्दा नि बच्चाहरू धेरै आउँछन् होइन बच्चाहरू फेरि अलिकति सुकसुके टाइपका हुन्छन् एकपट्टि हेर्दा अर्कोपट्टि गइदिन्छन् हाम्रो दिनाजको घर यहाँ अन्डर जाँदा बसिरहेका छन् हेलो बाई बाई ए रातो भाले हो यहाँनिर सक्यो चिसोमा पाखा यार ओ माई गड यु डोन्ट नो क्या गाइज यो कर्नर हान्ने राम्रो ठाउँ हो होइन तर मेरो यस्तो साउन्ड आयो हामी एक हातले चलाइदिइहाल्छ मुजी बाउलाहरू पेलेर आउँछन् फेरि लडी भने अर्को आवाज हुन्छ फेरि यहाँ ओ यो ल अब बल्ल हाम्रो गाउँ जाने कच्ची बाटो आयो फेरि होइन कच्ची बाटो त फेरि पल्सरको लागि त भाइ तिम्रो जुनसुकै एनएस R15 V3 जेसुकै भन न मेरो पल्सरलाई यो चाहिँ कच्ची बाटोमा टपेर देखाउ न एक्सपल्स डट बाइकहरू भनेर त अब अभियसली नै टपिहाल्छ किनभने यसैको लागि बनाएको हो होइन तर तिमीहरूको जति पनि एनएस छ नि बाबु हो ल कच्ची बाटोमा रेस गर नि त ल त्यति नराम्रो पनि छैन अहिले त पहिलाको भिडियो हजुरहरूले हेरिरहनु भएको थियो भने पहिलाको मैले भिडियोमा जुन भ्लग हाल्थेँ नि बाटोको त्यो कति हो र अहिलेको कम्पेरिजन गर्दा अहिलेको राम्रो त धेरै नै राम्रो छ होइन भए पनि अब मान्छेलाई जति भयो नि पुग्दैन यस्तै हो मान्छेको जातै होइन त्यही भएर पहिलाको भन्दा त राम्रो भयो तर पनि काहीँ न काहीँ चाहिँ खोट छ हाम्रो गाउँ भने हाम्रो गाउँ हो कि यहाँ कति तातो छ वा दिस इज कल्ड village heaven अहिले त के हुनु र माथि होटल बनाउनु लागि चाहिँ अरुण्य होटल एज अ रिसोर्ट बनेपा 12 गयो माथि लागि डाँडामा बारीपट्टि प्लटिङ गरिरहेछ अहिले खासै राम्रो छैन वातावरण गाउँको पहिलाको थियो त हरियाली जङ्गल पहाड अहिले त पहाड सब यत्रो पाखा खनेर होइन प्लटिङ भइरहेछ भने के रहला हो मान्छेलाई पाखा बिगारी प्लटिङ गर्नलाई त्यसो अलिकति समतल ठाउँमा होइन अलिकति त्यस्तै त्यो सम्म पनि त पाखाहरू हुन्छ नि त त्यस्तो ठाउँमा घर बनाउनु पर्छ यत्रो डाँडो पाखो काटेर प्लटिङ गर्यो अनि त्यसपछि घर बनायो भोलिपल्ट बाढी पहिरो जान्छ अनि त्यसपछि मान्छेहरूको घर किन भन्दाखेरि त्यसै अब पैसा भिजाइदिन्छ मान्छेले त्यही भएर त भन्ने नत्र त नेपालमा जस्तो पाउनु राम्रो ठाउँ त अरू कुनै देशमा छैन किनभने म अहिलेसम्म कुनै देशमा गएको छैन कस्तो हो अब मेरो भिडियो चाहिँ बनाएको कि छैन भन्ने कुरा हो कि किनभने मैले अर्कै डिजाइनको मोबाइल राखेको छु अहिले तलपट्टि हुँदाखेरि माथिपट्टि राखेको छैन माथिपट्टि राख्दाखेरि आँखै छेक्यो क्या अनि तल राखेको त्यही भएर अब धेरै छैन गाइस अब 1 किलोमिटर छ घर पुग्नलाई यस्तै कच्ची बाटो अब आफ्नोबाट घुम्ती होला बिहान भ्लग बनाउँदै आइरहेको थिएँ अँध्यारोमा अब यसको बाइकको अब लाइट खासै राम्रो छैन नि त येल्लो लाइट हो नि त व्हाइट लाइट भइरहेको राम्रो देखियो होला येल्लो लाइट भएकोले अलि राम्रो आएन कि क्लियर आएन सो त्यही भएर मैले अहिले भ्लग बनाइरहेको छु सो निड योर सपोर्ट है गाइस यस्तो सपोर्ट हालिदिनु सबैजना चाहिँ होइन सक्कर पराग हालिदिनु मेरो च्यानललाई एभ्रिवान सक्कर पराग प्लिज
सो यो भिडियो चाहिँ म सायद हाल्दिनँ पनि होला अथवा हाल्न पनि सक्छु, तर मसँग माइक्रोफोन भनेर उ छैन कि, माइक छैन मेरो, त्यही भएर बाहिरको ब्याकग्राउन्डको नोइजहरू गइरहेको छ, हावाको साउन्ड सर आइरह होला, त्यही भएर एउटा माइक किन्छु अब। आफ्टर द्याट your Punjefai will be back in the track. Okay. Punjefai back in the track. भने जस्तै गरी हैन, अब लगभग हाम्रो 50% रस्ता सक्यो भनौँ न। अब यहाँ माथि घर गएर खाना खाएर फेरि माथि काममा आउनु छ। क्यार गाह्रो छ हौ, मलाई गाह्रो छ। यसो इन्ड्राइभ भनेर एक दुईजनासँग प्र्याङ्क हान्यौँ भने खोइ त कोही बुकिङै गर्दैनन्। हे बुकिङ गर न, हे बुकिङ गर। हाम्रो गाउँमा आउनु भने अब म सिस्टममा घुमाउनु लिएर आउँछु तिमीलाई गाइज। हजुरहरू जो आउनु चाहनुहुन्छ जस्ट फलो मी एन्ड मेसेज मी, आई वान्ट टु कम भनेर। सियो यामी कमै गाइज। गट इट। अब विदिन अ मिनट, नट इन अ मिनट, विदिन अ मिनट नै हो लगभग 5 मिनटमा आई विल बी इन माई होम। इङ्ग्लिस अलिकति फुट्या टुट्या छ होइन, त्यसलाई नजरअन्दाज गरिदिनु होला। म फेरि आफ्नो ट्र्याकको पक्का हो नि, गाउँमा हिँड्यो भने अर्काको लेनबाट